सानो दियोको ठुलो उज्यालो। साथीहरू नमस्कार, म विद्यास केसी हजुरहरूको साममा अझै पनि प्रेरणादायी कथा लिएर उपस्थित भएको छु। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर प्रेरणा दिनुहुन पनि विनम्र अनुरोध गर्दछु। मेरो च्यानलको नाम हो लर्निङ, ग्रोइङ एन्ड इन्सपायरिङ एट 70+। आजको कथाको शीर्षक हो सानो दियोको ठुलो उज्यालो। काठमाडौँभन्दा टाढा पहाडको काखमा एउटा सानो गाउँ थियो। त्यो गाउँ धेरै सुन्दर थियो, तर त्यहाँका मानिसहरूको जीवन सजिलो थिएन। कसैसँग धेरै पैसा थिएन, अवसर कम थियो र धेरै युवाहरू आफ्नो सपना अधुरै छोडेर बस्न बाध्य थिए भने कतिले आफ्नो गाउँ र ठाउँ छोडेर अर्कैतिर हिँडिसकेका थिए। त्यही गाउँमा एक किशोर बस्थ्यो। उसको नाम थियो अर्जुन। अर्जुन साधारण परिवारको छोरो थियो। बुवा किसान, आमा गृहिणी। घरमा आर्थिक अवस्था कमजोर थियो। कहिले काहीँ खाना पुग्थ्यो, कहिले खाना पुग्दै पुग्दैन थियो। तर अर्जुनको आँखामा एउटा ठुलो सपना थियो। म एक दिन सफल बन्नेछु र आफ्नो गाउँका मानिसहरूको जीवन परिवर्तन गर्नेछु। तर सपना देख्नु सजिलो थियो, पुरा गर्नु पर्थ्यो। विद्यालयमा धेरै साथीहरूले उसलाई जिस्काउँथे। तैँले के ठुलो काम गर्छस् त? गरिबको सपना पनि पुरा हुन्छ र? तँलाई खान र लाउन त पुग्दैन? पहिला राम्रो जुत्ता किनेर लाऊ, लुगा किनेर लाऊ, अनि सफलताको कुरा गर, आदि आदि। साथीहरूका यी शब्दहरूले अर्जुनलाई चोट दिन्थे। कहिले काहीँ ऊ राति एक्लै रुन्थ्यो। उसलाई लाग्थ्यो सायद उनीहरू सही हुन्, सायद ऊ वास्तवमै केही पनि गर्न सक्दैन। यतिकैमा एक दिन गाउँमा ठुलो हावाहुरी आयो। वर्षा यति धेरै भयो कि धेरै घरहरू भत्किए। खेत बग्यो, मानिसहरू डराए। त्यो रात गाउँभरि अन्धकार थियो। बिजुली थिएन, सबै घरमा निराशा थियो। जतासुकै पहिरो गइरहेको थियो। कयौँ घरहरू पहिरोले लगेको थियो। कति मानिसहरूलाई पहिरोले पुरेको थियो। अर्जुनको आमा एउटा सानो दियो बाल्दै भन्नुभयो, तेरा छोरा, अन्धकार जतिसुकै ठुलो होस्, एउटा सानो दियोले पनि उज्यालो दिन सक्छ। त्यो आमाको वाक्य, छोरा, अन्धकार जतिसुकै ठुलो होस्, एउटा सानो दियोले पनि उज्यालो दिन सक्छ, अर्जुनको मनभित्र गहिरो गरी बस्यो। त्यो रात ऊ सुत्न सकेन। एकातिर डर थियो भने अर्कोतिर उसले सोचिरह्यो, सायद म ठुलो मान्छे होइन, तर म सानो दियो त बन्न सक्छु होला नि, मेरो आमाले भन्नुभएको जस्तो। अर्को दिनदेखि अर्जुन बदलियो। उसको दृष्टिकोण बदलियो। उसले आफ्नो परिस्थितिलाई दोष दिन छोड्यो। उसले अरूको हाँसो सुन्न छोड्यो। ऊ बिहान चाँडै उठ्थ्यो, पढ्थ्यो, काम गर्थ्यो र गाउँका साना बालबालिकालाई निःशुल्क पढाउन लाग्यो। उसँग धेरै ज्ञान थिएन, तर जे थियो त्यो बाँड्न थाल्यो। गाउँका मानिसहरू अचम्म मान्थे। आफ्नो हालत त राम्रो छैन, अरूलाई किन सहयोग गर्छस् भनेर सोध्थे। अर्जुन मुस्कुराएर भन्थ्यो, किनकि अन्धकारलाई गाली गर्नुभन्दा एउटा दियो बाल्नु राम्रो होइन र? समय बित्दै गयो। धेरै वर्ष सङ्घर्ष गर्यो उसले। कहिले काहीँ असफल भयो, कहिले सफल भयो, कहिले काहीँ भोकै सुत्यो, कहिले खाना खायो। एउटा समय यस्तो पनि आयो जब उसले पढाइ नै छोड्ने सोच बनायो। सहरमा गएर मजदुरी गर्ने कि भन्ने सोच्यो। तर त्यही बेला उसले आफ्नो आमाको कुरा सम्झ्यो, सानो दियोले पनि उज्यालो दिन सक्छ। उसले हार मानिन। अर्जुनले पुस्तकालय नभएको गाउँमा सानो पढ्ने कोठा बनायो। पुराना किताबहरू सङ्कलन गर्यो, अरूसँग पनि मद्दत माग्यो। साथीहरूलाई प्रेरित गर्यो, मोबाइल र इन्टरनेटबाट नयाँ कुरा सिक्न थाल्यो। सार्वजनिक बोलाइ, नेतृत्व, कम्प्युटर डिजाइन, एआई जुन अवसर घट्यो त्यसलाई समात्यो।
बिस्तारै बिस्तारै गाउँको बच्चाहरू परिवर्तन हुन थाले। कसैले राम्रो अङ्क ल्याए, कसैले छात्रवृत्ति पाए, कसैले आफ्नो आत्मविश्वास भेटाए। एक दिन गाउँकै एक वृद्ध मानिसले अर्जुन आएर भने, बाबु, तिमीले गाउँमा उज्यालो ल्याए, तिमीलाई धेरै धेरै धन्यवाद अर्जुन। अर्जुन केही बेर चुप लाग्यो। उसको आँखामा आँसु आयो। उसले आकाशतिर हेर्दै सोच्यो, म त केवल एउटा सानो दियो बन्न खोजेको थिएँ। साथीहरू, हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि मन परेको छ भने लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्नु नबिर्सिनुहोला। म हजुरहरूको लागि यस्तै प्रेरणादायी कथा लिएर उपस्थित हुन्छु। हजुरहरूको दिन खुसी रहोस्, सुखी रहोस्, मस्त रहोस् अनि व्यस्त रहोस्। धेरै धेरै धन्यवाद।